हेलो स्वागत छ तपाईँलाई सानोतिनो ब्लगमा। अहिले हाम्रो क्यामेराम्यान जुटिसक्नु भएको छ। क्यामेराम्यान चाहिँ हाम्रो रमानी प्रधान हुन्छ र उहाँकोबाट एकदम सपोर्ट हो। र हाम्रो राइटमा हुनुहुन्छ हाम्रो परि प्रधान, परिजात प्रधान हो। र मैले सर्टमा मलाई परि भन्छ होइन। अन्त एकदम रमाइलो छ, दृश्यहरू देख्न सक्नुहुन्छ। अब यहाँ पारी चाहिँ तारिवीरहरू पर्छ। बहिनी पनि जोडिसक्नु भएको छ। उहाँ चाहिँ प्रियङ्का चोपडा भन्छ। अहिले चाहिँ यहाँ कुकिङ हुँदैछ हो। अन्त हाम्रो बहिनी रुद्रानी यहाँ हुन्छ हो। उहाँले यहाँ प्याज काट्नु हुँदैछ। अन्त हाम्रो सङ्गीता धामा, ठुलो धामा, उहाँले यहाँ सब्जी बनाउनुहुन्छ। हाम्रो सानो धामा बसिरहनु। धामा हाई गरिदिनु। रुद हाई। धामा हाई गरिदिनु। हाई गरिदिनु। र आमा हुनुभयो यहाँ, रमानी पनि आउनुभयो, बाबा हुनुहुन्छ हो। र आज चाहिँ हाम्रो यो डिसेम्बरको एडभान्स पिकनिक भइरहेको छ। अन्त यहाँ दिदी बहिनीको भेट। अन्त आज कति महिना बाद भन्नु कि महिना बादै भन्नु हो। सबैजना खुसी हुनुहुन्छ। म पनि एकदम खुसी छु होइन। यसरी सबैजना एक भएर आज हामी पिकनिक मनाइरहेको छौँ, सानोतिनो हो सेलिब्रेसन। र हाम्रो यहाँ चाहिँ पवल हुन्छ हो। अन्त यहाँ यामिनी हुन्छ। उहाँहरू चाहिँ एकदम अहिले चाहिँ अब बस्तीमा चाहिँ अब यस्तो कामहरू खै इन्जिनियरिङ गर्नुभएको कि के गर्नुभएको, माटो खेल्नुहुन्छ। हाई गरिदिनु त यामिनी, हाई हाई गरिदिनु नि। हेलो पवल, हेलो यता हो यता। हेलो ल देख्न सक्नुहुन्छ। हाई हाई, खेतमा छौँ अहिले हामी। हजुर नानीहरूसँग नानी खेल्दैछ। हजुर क्यामेराम्यान फोकस फोकस नानीहरूलाई। नानीहरू खेल्दैछ अहिले। यामिनी डान्स गरिदेऊ। भिडियो बनिँदैछ डान्स। यस। तपाईँ के भन्न चाहनुहुन्छ? यो रुद्रानी। हजुर के भन्छौ? रुद्रानी भर्खर अहिले सिज फ्रम हुलुलुलुलुलुलुलु कता? हजुर हङकङ हजुर हो। हजुर ऊ आएको जापानबाट आउनु भएको। हजुर उहाँ भर्खर अहिले नेपालबाट आउनु भएको। हजुर हाम्रो यहाँ दाजु हुनुहुन्छ हजुर हो। यहाँ हाम्रो बस्तीबाट आउनु भएको। यहाँ शेर्पेनी आन्टी हुनुहुन्छ, हाम्रो छिमेकी हुन्। हजुर ऊ हाम्रो सानोबाट क्युट छ बच्चा हो। भर्खर अहिले टिचर हुनुभएको छ। हजुर हजुर उहाँ त हाम्रो घरमा हो। हजुर। सबैको आमा नमस्ते। हजुर बस्तीको भाइ चाहिँ यस्तै छ। सबैले इन्जोय गरिरहनु भएको छ। कस्तो लाग्दैछ भने लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सब्सक्राइब गर्नुहोस् र फलो गर्नुहोस् होइन। फेसबुकमा हेर्नुहुन्छ भने त्यस्तै छ। थ्याङ्क यू।